आज पवित्र आत्माको विषयमा केही कुरा तपाईँले बुझ्नुहुन्छ। टोटली त म बताउन सक्दिनँ, हामीसँग समय कम छ, किनभने हामीले बाइबल कलेजमा पढ्दाखेरि पवित्र आत्माकोमा हामीलाई त 1-1.5 महिनै लाग्थ्यो। अब 1-1.5 महिना तपाईँहरू यहाँ बस्न सक्नुहुन्न, म पनि बस्न सक्दिनँ। त्यसैले अलिकति केही कुरामा तपाईँलाई विशेष महत्त्वपूर्ण कुरा जो विश्वासीलाई नभइ नहुने कुराहरू चाहिँ म तपाईँहरूको विषयमा बताउँछु। हामीले धार्मिकताको विषयमा हामी हेर्दै आइरहेका छौँ अनि धार्मिकताको विषयमा हेर्दै गर्दाखेरि चाहिँ धार्मिकताको मानिस, धार्मिकतामा चल्ने विश्वासी चाहिँ पवित्र आत्माको अधीनतामा, पवित्र आत्माको भरपूरितामा, पवित्र आत्माको अभिषेकमा, पवित्र आत्माको दान र वरदानमा, पवित्र आत्माले पुरा 100% फलहरूले भरिएको जीवन जिरहेका हामी पाउँछौँ। हालेलुया। तर धर्म अनुसार चल्ने विश्वासी चाहिँ आफ्नो बुद्धिमा, आफ्नो आइडियामा, आफ्नो विचारमा, आफ्नो इच्छामा, आफ्नो आकांक्षामा, संसारिक भरोसा र संसारको हुन्छ नि पाउने आशाहरूमा चाहिँ त्यो विश्वासी चाहिँ जिउने हामीले पाउँदछौँ। त्यही भएर धर्म अनुसार चल्ने विश्वासीहरू चाहिँ गनगने, निराश, वचनमा जडा गाडेको हुँदैन, पवित्र आत्मामा जडा गाडेको हुँदैन है। वचन सुन्न मन लाग्दैन, वचन पढ्न मन लाग्दैन, जय संगतिमा आउने र जाने, आउने र जाने, आउने भेटियाले धन्यवाद भन्ने निस्किने, आउने धन्यवाद भन्ने भेटियाले निस्किने धर्म अनुसार चल्ने विश्वासी। तर धार्मिकतामा चल्ने विश्वासी चाहिँ साँच्चीकै परमेश्वरको पवित्र आत्माले भरिएको हुन्छ। हालेलुया। किनभने हेर्नुहोस्, अर्को कुरा याद गर्नुहोला, यदि तपाईँ पवित्र आत्माले भरिएको विश्वासी हुनुहुन्न भने तपाईँ अनन्तको स्वर्गमा पनि तपाईँ प्रवेश गर्न पाउनुहुन्न। कुरा बुझ्नुहुन्छ? किनभने पवित्र आत्माले मात्र हामीलाई शुद्धिकरण, पवित्रकरण, परमेश्वरको इच्छामा, परमेश्वरको हृदयमा, यीशुको मनमा, यीशुको विचारमा लिएर जाने काम गर्दछ। यसै कारणले यदि हामीमा पवित्र आत्मामा हामी भरिएका छैनौँ भने हामीमा यीशुको विचार हुँदैन, हामीमा यीशुको मन हुँदैन, हामीमा यीशुसँगको संगति हुँदैन, यीशुको धार्मिकतामा हामी हुँदैनौँ अनि यीशुसँग हाम्रो कुनै पनि सम्बन्धमा हामी बलियो गरी बसेका हुँदैनौँ। अनि यस्तो विश्वासीहरू चाहिँ एक दिन छोडिन्छन्। एक दिन के हुन्छ? छोडिन्छन्। यसै कारणले आजको वचन ध्यान दिएर सुन्नुहोस्। हालेलुया। पवित्र आत्मा तपाईकै लागि हो। आमेन। हालेलुया। भन्नुहोस् न, पवित्र आत्मा मेरै लागि हो। यस, तपाईको लागि हो पवित्र आत्मा। रुख बिरुवा जनावर यो फल फूलहरूको लागि होइन, पवित्र आत्मा तपाईँ मेरो लागि हो। हालेलुया। पवित्र आत्मा भन्नुहोस् मेरो लागि हो। पवित्र आत्मा मेरो परिवारको लागि हो। पवित्र आत्मा मेरो भावी सन्तान पुस्तौहरूको लागि हो। आमेन। हालेलुया। यसै कारणले पवित्र आत्माको बारेमा हामीले जान्नुपर्छ, बुझ्नुपर्छ र पवित्र आत्माले हामी भरिएर हामी असल क्रिस्चियन, असल प्रभुको छोरा छोरी भएर हामी जीवन यापन गर्नुपर्छ। हालेलुया। हालेलुया। अब हेर्नुहोस् त, यदि हामी पवित्र आत्माले भरेका छैनौँ भने हामी साँचो परमेश्वरलाई आराधना पनि गर्न सक्दैनौँ। पवित्र आत्माले हामीले भरेका छैनौँ भने हृदयदेखि कृतज्ञता पनि निस्किँदैन। शब्दहरूले त भनिहाल्छौँ, ओ धन्यवाद परमेश्वर, तपाईँ प्रशंसाको योग्य हुनुहुन्छ, लर्ड यस आई नो यु आर माई गॉड, शब्दले भनिहाल्छौँ। तर भित्र हृदयदेखि आत्माबाट, अन्तरस्कन्धबाट धन्यवादका, प्रशंसाका, आराधनाका कुराहरू चाहिँ पवित्र आत्माले मात्र हामीले के गर्दछ? लिने काम गर्दछ, गाइड गर्ने काम गर्दछ। हालेलुया। यसै कारणले प्रभु येशूले भन्नुभयो, परमेश्वर आत्मा हुनुहुन्छ र उहाँको आराधकहरूले आत्मा र सत्यतामा आराधना गरेको उहाँ चाहनुहुन्छ। हालेलुया। हालेलुया। अनि आज मण्डलीमा हामी सबैजना परमेश्वरको आत्माले, परमेश्वरको सत्यताले भरिएर उहाँको आराधना गर्न भेला भएका छौँ। आमेन। यसैले आत्मा, पवित्र आत्मा, सत्यता, सत्यको आत्मा उहाँ आफै हुनुहुन्छ अनि पवित्र आत्माले मात्र हामीलाई परमेश्वरलाई कस्तो मन पर्छ, के मन पर्छ, उहाँको विचार के छ, उहाँको योजना के छ, उहाँको प्रकाश के छ, उहाँको भिजन के छ, सबै कुरा चाहिँ
पवित्र आत्माले मात्र हामीलाई प्रकाशमा ल्याउनुहुन्छ। हालेलुया। यदि तपाईँ र ममा पवित्र आत्मामा हामी छैनौँ भने हामी जय मसीह अनि गए मसीह खै मसीह सुते मसीह, हाम्रो जीवन यत्तिकै हुन्छ अनि अन्तिम दिन आएपछि है मृत्यु मसीह हुन्छ। तर वास्तवमा साँचो मसीह जीवन हामीले जिएका हुँदैनौँ। यसै कारणले पवित्र आत्मा हाम्रो लागि सबैभन्दा इम्पोर्टेन्ट छ। हालेलुया। अनि सबैजनाले परमेश्वरको वचन पहिलो कोरिन्थी 2:9 देखि 12 सम्म हामी पढ्नेछौँ। तर यसो लेखिएको छ, आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका यिनै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ। 10 पदमा परमेश्वरले हाम्रो निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नु भएको छ, किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ। मानिसभित्र रहेका आफ्नै आत्मा बाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरको आत्मा बाहेक कसैले बुझ्दैन। अब हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरले हामीलाई दिनुभएका वरदानहरू बुझ्न सकौँ भनेर उहाँबाट पवित्र आत्मा पाएका छौँ। आमेन। हालेलुया। हालेलुया। हेर्नुहोस् है त, यो प्रभुको यो वचनले अचम्म तरिकाले हामीलाई क्लियर बताउँदैछ कि आँखाले नदेखेका कानले नसुनेका अचम्मको गहिरा गुप्तका कुराहरू परमेश्वरलाई प्रेम गर्नेहरूलाई चाहिँ तयार पारी राखिदिनु भएको छ भनेर परमेश्वरको वचनले भन्दछ। यस्तो लेखेको छ, हेर्नुहोस् त 10 भन्दा परमेश्वरले हाम्रो निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ, किनकि पवित्र आत्माले प्रत्येक कुराहरू खोजी गर्नुहुन्छ, परमेश्वरका गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ। सबैले ध्यान दिनुहोस् है त। आज पवित्र आत्मालाई यदि हामीले पाएका छैनौँ भने हामीले परमेश्वरका विचारलाई हामी बुझेका हुँदैनौँ। परमेश्वरको आत्मा बाहेक, पवित्र आत्मा बाहेक परमेश्वरको विचारलाई हाम्रा आत्माले बुझ्न सक्दैन। यसै कारणले परमेश्वरको विचारलाई बुझ्न, परमेश्वरका गहिरा र रहस्यको कुरा बुझ्न है, रहस्यको कुरा प्रकट गराउनको लागि परमेश्वरको आत्माले मात्र हामीलाई के गर्नुहुन्छ? प्रकट गर्नुहुन्छ। हालेलुया। यसै कारणले यदि कसैले पवित्र आत्माले इन्कार गर्छ भने याद गर्नुहोस्, त्यो मान्छे प्रभु येशू ख्रीष्टलाई चिन्दैन, त्यो मान्छे परमेश्वरलाई चिन्दैन। पवित्र आत्माले कतिले भन्छ, यस वी बिलिभ फादर सन एन्ड होली स्पिरिट, बट वी डिड नट बिलिभ द वर्क अफ होली स्पिरिट इन नाउडेज। कतिले भन्छ हैन, हामी विश्वास गर्छौँ, पिता पनि मान्छौँ, पुत्र पनि मान्छौँ, पवित्र आत्मा मान्छौँ, तर पवित्र आत्माको जुन कामहरू छ, जुन वरदानहरू छ, अब ती सबै कुरा बन्द भयो भन्छ भने त्यस्तो मण्डलीदेखि तपाईँ परै जानुहोस्, किनभने पवित्र आत्माले मात्र सबै कुरा परमेश्वर कुराहरू प्रकट गर्ने काम गर्नुहुन्छ। हालेलुया। हेर्नुहोस् त, हाम्रो एकजना जोसिला दिदी हुनुहुन्छ, जोसिला दिदीले अन्य भाषामा पुरा प्रार्थना गरिराख्नु भएको थियो हाम्रो अनलाइनको प्रार्थनामा, सुन्नुभयो? अनि उहाँले प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरको आत्माले मलाई भन्नुभयो, यो छोरीले चाहिँ यसको लागि प्रार्थना गर्दैछ। जब मैले दिदीलाई भने, जोसिला दिदी तपाईले यो विषयमा तपाईले प्रार्थना गरिदिनुहोस्, तपाईले अन्य भाषामा जब बोल्दै हुनुहुँदाखेरि पवित्र आत्माले मलाई त्यसको ट्रान्सलेसन, त्यसको उल्टा गर्न मलाई अगुवाई गर्नुभयो। अनि मैले मैले त्यो शब्दहरू बोले, उहाँ रुनु थाल्नुभयो, प्रभु धन्यवाद भनेर उहाँ चिचाउनु भयो। अनि पछि उहाँले गवाई दिनुभयो, साँच्चीकै म त्यसको विषयमा मैले प्रार्थना गरेको थिएँ भनेर उहाँले भन्नुभयो। हालेलुया। यो काम मान्छेको आत्माले, मान्छेको आइडियाले, मान्छेको बुद्धिले, मान्छेको ट्यालेन्ट होइन, यो काम पवित्र आत्माले नै प्रकाशमा ल्याउने काम गर्नुहुन्छ। हालेलुया। मेरो आत्माले होइन, कुरा बुझ्नुभयो? यसै कारणले यदि तपाईमा पवित्र आत्मा यदि अहिलेसम्म पाउनु भएको छैन भने तपाईँ अझै पनि अधुरो क्रिस्चियन जीवन जिउँदै हुनुहुन्छ, तपाईँ अझै पनि अधुरो ख्रिस्टमा हुनुहुन्छ।
ख्रिस्ट पाउनुभयो तर पवित्र आत्माको प्रकाश, पवित्र आत्माको भरपूरिता, पवित्र आत्माको बप्तिस्मा तपाईँले पाउनु भएको छैन भने तपाईँ अझै पनि अधुरो क्रिस्चियन हुनुहुन्छ। किनभने पवित्र आत्मा त प्रतिज्ञा गरिएको आत्मा हो। हालेलुया। उहाँमा विश्वास गर्नेहरूको लागि प्रतिज्ञाको पवित्र आत्मा हो। त्यसैले यहाँ भएका हरेक एक एकजना, चाहे त्यो भर्खर ग्रहण गरेको किन होस्, चाहे त्यो भर्खर बप्तिस्मा लिएको किन नहोस्, चाहे त्यो ग्रहण पनि नगरोस्, बप्तिस्मा नलिएको होस्, उसको लागि पनि पवित्र आत्मा परमेश्वरले पठाइसक्नु भएको छ। हालेलुया। यसैले तपाईले पवित्र आत्माको चाह गर्नुपर्छ, पवित्र आत्माको उपस्थिति तपाईले महसुस गर्नुपर्छ, पवित्र आत्माको भरपूर तपाईले पाउने तपाईले प्रार्थना गर्नुपर्छ। हालेलुया। नत्र भने तपाईँ आउनुभयो चर्चमा, जानुभयो घरमा, आउनुभयो चर्चमा, जानुभयो घरमा, बेटी आउनुभयो, जानुभयो है। यसै कारणले पवित्र आत्मा तपाईले पाउनु भएको छैन भने तपाईले आज तपाईले पाउनुपर्छ। भन्नुहोस्, आज पवित्र आत्मा मेरो लागि पाउनुपर्छ। हालेलुया। किन पवित्रता पाउनुपर्छ? किनभने अधुरो क्रिस्चियन जीवन तपाईँ नजिउनुहोस्, अधुरो क्रिस्चियन जीवन तपाईँ नजिउनुहोस्। किनभने पूर्णता चाहिँ पवित्र आत्माले मात्र हामीलाई ख्रिस्टको स्वरूपमा निर्माण गर्ने काम गर्छ। हालेलुया। अनि मैले भने नि पूर्णता चाहिँ पवित्र आत्माले मात्र तपाईलाई बनाउने काम गर्छ। यसै कारणले आज तपाईहरु पवित्र आत्माले भरिनुपर्छ, पवित्र आत्माले तपाईँ नै पूर्ण रूपमा तपाईँ भरिनुपर्छ। हालेलुया। अनि पवित्र आत्मा तपाईहरुको लागि प्रतिज्ञाको आत्मा हो। हालेलुया। यसै कारणले किन पवित्र भन्नुपर्छ? यही 2 को 9 मा हेरौँ न मजाले है, यहाँ मजाले लेखेको छ है। परमेश्वरले हाम्रो निम्ति पवित्र आत्मा त्यो प्रकट गर्नु भएको छ किनकि पवित्र आत्माले प्रत्येक कुरा खोजी गर्नुहुन्छ। हेर्नुस् त, पवित्र आत्माले रहस्यमा भएको कुराहरू जुन तपाईको आँखाले देखेको छैन, जुन तपाईको कानले सुनेको छैन, त्यो अचम्मको कुराहरू चाहिँ कसले बताउँछ? मैले, राजुले, फलाना हाम्रो शंकर भाइले, राजाले होइन, पवित्र आत्माले ती सबै खोजी र प्रकट गर्ने काम गर्नुहुन्छ। आमेन। हालेलुया। आज मानिसहरूले पवित्र आत्माको दान र बदलाले किन इन्कार गर्छ, किन विरोध गर्छ, किन पवित्र आत्माको अगमबानीलाई विरोध गर्छ, किन पवित्र आत्माबाट आएको अन्य भाषाको बदलालाई विरोध गर्छ, किन चङ्गाईको कामलाई विरोध गर्छ? किनभने उनीहरूले रहस्य कुराहरूलाई प्रकट भएको छैन। उनीहरूले पवित्र आत्माको रहस्य गुप्तमा भएका अचम्मको कामहरूलाई उनीहरू प्रकट भएको छैन, किनभने पवित्र आत्मा उनीहरूले पाएको छैन। इक्जाम्पल म भन्न चाहन्छु, जब म स्याउ खाएकै छैन, स्याउको स्वाद कस्तो छ भनेर म भन्न सक्छु? सक्दिनँ नि। जब म स्याउ खान्छु अनि मात्र भन्न सक्छु यो स्याउ गुलियो छ, रसिलो छ, या त्यो अलि टर्रो छ, या मिठै छैन, फुसफुसे छ है खाएपछि। यसै कारणले पवित्र आत्मालाई जब तपाईँ भरिनुहुन्छ नि, तपाईँ आफै त्यो रहस्यको कुराहरू तपाईँको जीवनमा प्रकट हुँदै जान्छ। कतिजनाले तपाईँ यस मण्डलीमा आएर अन्य भाषा पाउनु भएको छ? हात उठाउनुहोस् त। वाउ, प्रेज गॉड। हालेलुया। सबैजनाले पाउनुपर्छ। आमेन। किनभने त्यो तपाईँको लागि हो। यसै कारणले यहाँ पवित्र आत्माले तपाईँलाई प्रकट गर्ने काम गर्नुहुन्छ। अस्ति हाम्रो यहाँ राति पास्टर केशव आचार्य आउनु भएको थियो अनि उहाँले सर्भिस गर्दै गर्दाखेरि यहाँ 2 जना हाम्रो आसामबाट हाम्रो 2 जना दिदी आउनु भएको थियो। जिन्दगीमा अरू कहिले अन्य भाषामा बोल्नु भएको थिएन र कहिले त्यो अनुभव पनि थिएन, उहाँहरूमा कहिले अनुभवै थिएन। किनभने उहाँहरू त्यो मण्डलीमा जानुहुन्थ्यो जहाँ चाहिँ त्यो इन्कार गर्थे। तर जब उहाँ आउनु भएको थियो, उहाँले नम्र भएर बुवा टेकेर प्रार्थना भयो, मैले दिदी उठ्नुहोस् भनेर मैले उठाएँ। के तपाईँ चाहनुहुन्छ पवित्र आत्माको अन्य भाषालाई? यस, चाहन्छु। जब मैले हात राखेर प्रार्थना गर्न थालेँ, तुरुन्तै उहाँ बोल्न सुरु गर्नुभयो। त्यसपछि अर्को बहिनीलाई पनि मैले उठाएँ, बहिनी उठ्नुहोस्, के तपाईँ चाहनुहुन्छ पवित्र आत्मा? मैले उहाँले बोल्नै परेन। मैले उहाँ आनन्द लिइराख्नु भएको थियो। जब मैले उहाँलाई हात राखेँ, उहाँ हाँस्न थाल्नुभयो, उहाँ आनन्द गदगद हुन थाल्नुभयो। अनि मैले बहिनी अन्य भाषा अब सुरु भइसकेको छ, बोल्नुहोस् भने उहाँ त बोल्न सुरु गर्नुभयो है। उहाँ हाँस्नुभयो, आनन्द गरेर हाँस्नुभयो। साँच्चीकै उहाँले त्यो पहिलो अनुभव थियो। हालेलुया। त्यो पवित्र आत्मा चाहिँ त्यो तपाईँ र मेरो लागि हो। यदि तपाईँ कसैले पाउनु भएको छैन भने तपाईँले पाउनुपर्छ। यो पवित्र आत्मा बिना तपाईँले प्रकटको कुराहरू तपाईँले बुझ्न पाउनुहुन्न, रहस्यको कुराहरू तपाईँमा प्रकट भएको हुँदैन। कानले नसुनेका, आँखाले देखेका कुराहरू तपाईँले र मनमा नसोचेको कुराहरू है तपाईँले कसरी प्राप्त गर्ने? पवित्र आत्माले मात्र यो कुराहरू प्रकटमा ल्याउने काम गर्नुहुन्छ। यसै कारणले तपाईँ ख्रिस्ट पाउनुहुन्छ
र तपाईँ पवित्र आत्मा पाउनु भएको छ भने तपाईँले त्यो रहस्यको कुराहरूमा तपाईँ कसरी प्रकटमा आउनुहुन्छ। यसैले पवित्र आत्माले मात्र तपाईँलाई त्यो रहस्यको कुरालाई प्रकट गर्ने गर्नुहुन्छ। किनभने यहाँ 10 ले भन्छ पवित्र आत्माले नै के गर्नुहुन्छ, सबै कुराको खोजी गर्नुहुन्छ। हालेलुया। अनि थाहा छ यिर्मया 33:3 मा मलाई पुकार म तँलाई जवाब दिनेछु र तिमीले नजानेका गहिरा र गुप्त रहस्य कुराहरू म तँलाई बताउने छु। आमेन। जब हामी अन्य भाषामा प्रार्थना गर्न सुरु गर्छौं साच्चै अचम्मको त्यो डिभाइन अचम्मको त्यो हुन्छ एक प्रकारको त्यो वातावरण बन्छ। प्रार्थना जब गर्दै थाल्छ त्यो अचम्मको घटनाहरू सुरु हुन्छ। त्यहाँ अचम्मको त्यो हृदयहरूमा अचम्मको त्यो हुन्छ नि कार्यहरू हामी देख्न सुरु गर्छौं। अनि इभन हामीसँग त्यो जोडिएका मान्छेहरूको जीवनमा पनि मैले सो भनेपछि परमेश्वरले भन्नुहुन्छ रहस्यको कुराहरू म बताउने छु है। त्यो चाहिँ के हो भने त्यो परमेश्वरको आत्माले त्यहाँ बोलिरहेको छ। यिर्मया अगमवक्ताद्वारा त्यहाँ बोलिरहेको छ कि मलाई पुकार म आउँछु, गहिरा गुप्त र रहस्यको कुराहरू जुन संसारका मानिसहरूमा प्रकट गरेको छैन त्यो कुराहरू म तिमीहरूलाई के गर्नेछु, प्रकट गरिदिनेछु, म बताइदिनेछु। हालेलुया। किनभने पवित्र आत्माले मात्र परमेश्वरको गहिरा रहस्यको कुराहरू प्रकट गर्नुहुन्छ। म भन्छु, म 100% भन्छु, तपाईँ पवित्र आत्माले भन्नु सुरु गर्नुभयो भने तपाईँ भोलिको दिनहरूमा यो मण्डलीबाट तपाईँ ठुलो सेवाकाई गर्ने सेवक बनेर निस्कनुहुन्छ। आज तपाईँ र म यहाँ बस्नको लागि होइन, याद गर्नुहोस् दिदीबहिनीहरू, सुन्नुहोस् दाजुभाइहरू, तपाईँ यो ठाउँमा बसिरहेर ताली बजाएर घर जानको लागि होइन, अब तपाईँ यो ठाउँमा उठ्नुपर्छ। पवित्र आत्माले भरिनुहोस्। पवित्र आत्माले मात्र वचन कसरी प्रकाशमा ल्याउने, पवित्र आत्माले मात्र तपाईँलाई सहायता गर्नुहुन्छ कि मान्छेले कसरी सुसमाचार सुनाउने, पवित्र आत्माले मात्र तपाईँलाई सहायता गर्नेछ कि को रोगी छ त्यसलाई प्रार्थना गर्ने, निको पार्ने, पवित्र आत्मा तपाईँलाई सहायता गर्नेछ अन्य भाषाको प्रार्थना गरेर अचम्मको भए त्यो हुन्छ नि शैतानको फलामे डन्डालाई पिघलाउने शक्ति र अभिषेक पवित्र आत्मा मात्रै दिनुहुन्छ। हालेलुया। यसै कारणले तपाईँ बस्नको लागि होइन, उहाँको काम गर्नको लागि बोलाउनु भएको छ। अनि त्यो काम गर्नको लागि तपाईँ जो शरीरमा मात्र हो तर तपाईँसँग चाहिँ पवित्र आत्माले त्यो काम गर्नुहुन्छ। आमेन। हालेलुया। हालेलुया। यसै कारणले आज पवित्र आत्मा हामीलाई चाहिन्छ। भन्नुहोस् पवित्र आत्मा मलाई चाहिन्छ है। पवित्र आत्माले शक्ति दिनुहुन्छ। हालेलुया। कसैले प्रेरित 1:8 पढिदिनुहोस् त के भन्छ भने पवित्र आत्मा तिम्रो आउनु भएपछि तिमीहरूले शक्ति पाउनेछौ। हालेलुया। शक्ति भनेको के हो? 8 साहस, ताकत, बल। हालेलुया। अब यस कुरालाई हामी धेरै हामीले नजाउँ तर म तपाईँ जस्ट छोटोमा बताउन चाहन्छु। पवित्र आत्माले जब तपाईँ भरिनुहुन्छ नि तपाईँ यो ठाउँमा चुप लागेर बस्ने काम गर्नुहुन्न। तपाईँ आफ्नो घरमा मात्र सीमित कम्बल अरेर सुत्ने विश्वासी तपाईँ बन्नुहुन्न, तर पवित्र आत्माले यस्तो खालको शक्ति र सामर्थ्य दिनुहुन्छ कि तपाईँलाई बिना डर मानिसहरूको बीचमा गएर सुसमाचार सुनाउने ताकत र शक्ति दिनुहुन्छ। हालेलुया। अर्को कुरा पहिले तिमोथीको पुस्तकले भन्दछ हामीलाई चाहिँ डरको आत्मा होइन तर शक्तिको आत्मा दिनुभएको छ। हालेलुया। हामी डराउनु पर्दैन, हामी हार मान्नु पर्दैन किनभने शैतान अलरेडी हारिसकेको छ। अलरेडी शैतान हारिसकेको कारणले अब हामी डराउनु पर्दैन। त्यसमाथि त झन् हामीले उहाँको आत्मा हामीले पाएका हुन्छौँ। यसै कारणले तपाईँ मलाई पवित्र आत्मा चाहिँ के छ? अनिवार्य चाहिन्छ। पवित्र आत्मा बिना हामी साँचो क्रिस्चियन जीवन जिउन सक्दैनौँ। नत्र भने क्रिस्चियन त क्रिस्चियन, डरै डरको जीवन, डरै डरको जीवन। न सुसमाचारमा जान्छौँ न रोगी बिरामीलाई प्रार्थना गर्न जान्छौँ है। दुष्ट आत्मा लाग्यो भन्दा हामी परे भाग्छौँ होला, मलाई लाग्ला कि हामी आफै डरेर भाग्न थाल्छौँ। तर पवित्र आत्मा जब तपाईँमा आउनु भएपछि तपाईँ डराउनु हुन्न के त्यस्तो दुष्ट आत्मा यता ल्याऊ येशूको नाममा फायर गर्नु चाहिँ त कहाँ भाग्छ। हालेलुया। आमेन। पवित्र आत्माले हामीलाई शक्ति दिने काम गर्नुहुन्छ। उहाँले प्रकट मात्रै गर्नुहुन्न, उहाँले शक्ति पनि दिनुहुन्छ। हालेलुया। पवित्र आत्मा हामीलाई हरेकलाई चाहिन्छ किनभने पवित्र आत्माले मात्र हामीलाई सम्पूर्ण परमेश्वरको सत्यतामा डोर्याउने काम गर्नुहुन्छ। यदि हामीले यूहन्नाको पुस्तक 15:26 मा पढ्यौँ भने परमेश्वरले भन्नुभयो जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूका पठाइदिनेछु अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ उहाँले नै मेरो विषयमा गवाही दिनुहुन्छ। हालेलुया। हेर्नुहोस् त आज क्रिस्चियनहरूलाई पवित्र आत्मा किन चाहिन्छ? किनभने पवित्र आत्माले सबै रहस्यको कुरा प्रकट अथवा प्रकाशमा ल्याउने काम गर्नुहुन्छ। पवित्र आत्माले किन चाहिन्छ? किनभने पवित्र आत्माले हामीलाई शक्ति दिने काम गर्नुहुन्छ। उहाँको सुसमाचार सुनाउनको निम्ति, अन्धकारको है विरुद्धमा लड्नको निम्ति उहाँले हामीलाई त्यो शक्ति दिनुहुन्छ। अब पवित्र आत्मा हामीलाई किन चाहिन्छ? किनभने पवित्र आत्माले हामीलाई सम्पूर्ण सत्यतामा डोर्याउने काम गर्नुहुन्छ। हालेलुया। यदि तपाईँ परमेश्वरको आत्माले भरेको हुँदैन भने तपाईँ परमेश्वरको सत्यतामा तपाईँ चल्न सक्नुहुन्न, परमेश्वरको सत्यतामा तपाईँ जिउन सक्नुहुन्न। तपाईँ परमेश्वरको सत्यता तपाईँलाई भारी लाग्छ, एकदमै बोझ लाग्छ,
लाग्छ एकदमै तपाईँ हुन्छ नि बेकारमा म क्रिस्चियन भएछु कस्तो गाह्रो रहेछ तपाईँ यस्तो फिल हुन्छ तर जब पवित्र आत्माले तपाईँ जब भरिनुहुन्छ नि तपाईँ मर्न तयार हुनुहुन्छ तपाईँ मर्नुको लागि तपाईँ आफ्नो जाने दिनुहोस् तर म ख्रीष्टको निम्ति म जिउनुको तयार छु मर्नु तयार हुन्छ त्यो सत्यताले तपाईँले के गर्छ स्वतन्त्र पार्नुहुन्छ हालेलुया जब सत्य थाहा पाउनेछौ सत्यले तिमीलाई स्वतन्त्र पार्नेछ अनि त्यो सत्यको आत्मा सत्य आफै येशू हुनुहुन्छ र येशूकै आत्मा सत्य आत्मा फेरि पनि पवित्र आत्माले दिनुभएको छ यसै कारणले हामीलाई यदि एउटा क्रिस्चियन जीवन राजन सर परमेश्वरको सबै सत्यतामा जिउन चाहनुहुन्छ भने उहाँले पवित्र आत्माले भरिनुपर्छ पवित्र आत्माले मात्र तपाईँलाई परमेश्वरको सबै सत्यतामा डोलाउने काम गर्नुहुन्छ तपाईँको पास्टरले पनि सक्दैन तपाईँको एल्डरले सक्दैन तपाईँको श्रीमतीले तपाईँको बाहिर शिक्षाले इभन तपाईँ 10 चोटि बाइबल पढ्नुहोस् त्यो हुँदैन कुरा बुझ्नु नि तर पवित्र आत्माले मात्र तपाईँलाई परमेश्वरको प्रभुको सबै सत्यतामा डोल्याउने काम गर्नुहुन्छ हालेलुया उहाँले त्यो सत्यतामा डराउनको लागि उहाँले सल्लाह दिनुहुन्छ सहायता गर्नुहुन्छ उहाँ कम्फर्टर हुनुहुन्छ हालेलुया यसै कारणले पवित्र आत्मा आज धेरैले विरोध गर्छ नि येशूको नाममा त्यो विरोध गर्ने मण्डलीबाट तपाईँ निस्किहाल्नुपर्छ हेर्नुहोस् त पवित्र आत्मा बिना हामी परमेश्वर सत्यले कसरी चिन्ने कसरी थाहा पाउने राम्रो बोली राम्रो भाषण त रोबी लामे छानेले पनि दिन्छ दिँदैन राम्रो भाषण राम्रो बोल्ने त अहिले हाम्रो हर्क सम्पादन झन् मनै छुने शब्दहरू बोलिदिन्छ हो किन भन्नुहोस् त हो किन भन्दा तर के परमेश्वरको सत्यतामा के उनीहरूले डराउन सक्छ त्यसैले मिठो बोलेको पछाडि होइन तर परमेश्वरको आत्माको पछि हामी लाग्नुपर्छ किनभने उहाँको आत्माले मात्र हामीलाई परमेश्वरको सत्यतामा डोलाउनुहुन्छ उहाँ मार्गदर्शक भएर तपाईँलाई सहायता गर्नुहुन्छ हालेलुया यसै कारणले पवित्र आत्मा तपाईँलाई चाहिन्छ भन्नुहोस् पवित्र आत्मा मलाई चाहिन्छ हालेलुया भन्नुहोस् त पवित्र आत्मा मलाई चाहिन्छ है श्रीमानहरूले भन्नुहोस् त मेरो श्रीमतीलाई पवित्र आत्मा चाहिन्छ श्रीमतीले भन्नुहोस् मेरो श्रीमानलाई पवित्र आत्मा चाहिन्छ हालेलुया बिना भएको हाँस्दैछ हामी कसलाई भन्ने भन्दैछ भनियोस् त्यो अगमबानी तपाईँको लागि हालेलुया बिमा नभएको बिमा त हुन्छ एउटा अगमबानी गरिदिन्छु बिमा नभएको दिदीबहिनीहरू तपाईँको साडी बिमा हुनेछ हालेलुया अगमबानीले क्या बोल्नुहोस् येशूको नाममा आमेन बिमा नभएको हाम्रो भाइहरू बोल्नुहोस् मेरो हुनेवाला श्रीमती पनि पवित्र आत्माले भरिएको चाहिन्छ खै त बोल्नु भाइहरू कोही जाने कि हो सबैले भन्नुहोस् मेरो भावी पुस्तालाई पवित्र आत्मा चाहिन्छ आमेन किनभने पवित्र आत्माले भनेले पहिलो नम्बरमा पवित्र आत्माले हामीलाई कानले नसुनेका आँखाले नदेखेका मनले विचार नगरेका अचम्म र रहस्यको कुराहरूलाई पवित्र आत्माले प्रकट गर्ने काम गर्नुहुन्छ हालेलुया अनि पनि मजा आउँछ क्रिस्चियन जीवन जिउनुको लागि त हालेलुया पवित्र आत्माले हामीलाई शक्ति दिनुहुन्छ आमेन शक्ति पाएपछि मात्र हामीले अन्धकारलाई हामी हराउन सक्छौँ पवित्र आत्माले भरिएको मान्छेले मात्र पापलाई हराउन सक्छ नत्र भने व्यभिचारको ख्याल नराम्रा कुराको ख्याल झगडा गर्ने रिस गर्ने है विभिन्न प्रकारको है खिचातानी गर्ने दोष लगाउने आत्माले हामीलाई अत्याचार गरिरहेको हुन्छ र पवित्र आत्माले भरेको मान्छेले उसले दोष लगाओस् कि नलगाओस् उसले के भन्नुहोस् प्रभु धन्यवाद प्रभु क्षमा गर्नुहोस् प्रभु अनुग्रह गर्नुहोस् सबैमा उसलाई प्रेम सबैमा उसले अनुग्रह गर्ने व्यक्ति हुन्छ पवित्र आत्माले शक्ति दिनुहुन्छ क्षमा गर्नको लागि क्षमा दिनको लागि आमेन पवित्र आत्मा शक्ति दिनुहुन्छ अन्धकारमा दुष्ट आत्मालाई खेदाउनको लागि हालेलुया पवित्र आत्माले हामीलाई सत्यतामा डोलाउनुहुन्छ आमेन अर्को कुरा पवित्र आत्माले हामीलाई वरदान दिनुहुन्छ हालेलुया आमेन पवित्र आत्माले हामीले के गर्नुहुन्छ अरे वरदान दिनुहुन्छ यसै कारणले भाइ बहिनीहरू दाजुभाइहरू दिदीबहिनीहरू सबैजनाले पवित्र आत्माको दान र वरदानले भरिएर तपाईँ जिउनुपर्छ हालेलुया हालेलुया क्रिस्चियन जीवन के क्रिस्चियन जीवन यदि पवित्र आत्माको दान र वरदान छैन भने हो किन भन्दा क्रिस्चियन जीवन के क्रिस्चियन जीवन यदि पवित्र आत्माको दान र वरदान यदि हामीमा छैन भने हालेलुया यो पाँचवटा औँला हेर्नुहोस् त सबै ठुलो सानो छ र यी सबैको आफ्नो महत्त्व र यो काम छ हालेलुया यदि यो पाँचवटा औँलामा मेरो यो औँला छैन भने गीत बजाउन साह्रै गाह्रो हुन्छ है यो औँलाले मात्र सबै कुरा गर्न सक्दैन यो पनि चाहिन्छ यो दुईटाले मात्र सक्दैन यो पनि चाहिन्छ यसैले परमेश्वरको छोराछोरीहरूलाई परमेश्वरले आफ्नो आत्माको वरदानहरू पठाइदिनु भएको छ यसै कारणले क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरू अब तपाईँ र म चाहिँ जस्ट सिम्पल विश्वासी आउनेलाई जाने विश्वासी आउनेलाई जाने भेटी हाल्ने जयमसी भन्ने घरमा जाने यस्तो विश्वासी बन्नु हुँदैन हामी चाहिँ उहाँको दान र वरदानले भरिला गदगद भएर उहाँको सेवाकाई गर्ने विश्वासी बन्नुपर्छ हालेलुया मैले अघि नै भने नि धार्मिकतामा चल्ने विश्वासी चाहिँ पवित्र आत्माले भरेको हुन्छ अनि त्यो पवित्र आत्माले भरेको व्यक्तिमा दान र वरदान के हुन्छ भइरहेको हुन्छ हालेलुया यदि तपाईँ मैले पढ्नु भने पहिलो यूहन्ना 12 को 1 देखि 11 पढ्यो भने त धेरै वरदानहरू छ आमेन कसैलाई विश्वासको वरदान कसैलाई बुद्धिको वरदान कसैको अन्य भाषाको वरदान कसैलाई आश्चर्य कर्म गर्ने वरदान कसैलाई उल्था गर्ने वरदान कसैलाई अगमबानीको वरदान कसैलाई विश्वासको वरदान ओ हालेलुया यस्तो खालको वरदानहरूले हाम्रो मण्डली चाहिँ भरिएर साँच्चै परमेश्वरको राज्यमा ठुलो काम गर्ने व्यक्ति तपाईँ र म बन्नुपर्छ हालेलुया आज यो वचन सुन्नुभयो सुनेर वचन त मजै थियो राम्रै थियो अब होस् भइगयो जाऊ यसको नाममा चाहिँ चाहिँ गएर सुत्ने अलङ्कलिङ भएर बस्ने यस्तो विश्वासी नबन्नुहोस् आज वचन सुन्नुभएको छ अब अथक गर्नुहोस् संसारको धन सम्पत्ति कति कमाउने संसारको लागि तपाईँ कति मरि मेट्ने जति मरि मेट्नुहोस्
जति कमाउनुस् सबै कुरा एक दिन तपाईलाई व्यर्थ हुनेछ सबै कुराले तपाईलाई यो सबै दिक्क लगाउनेछ व्यर्थ लगाउनेछ डर र त्रास मात्र लानेछ र यो भन्न चाहन्छु कमाउनु तपाईलाई यदि खानु र आज भोलि पुग्नुलाई छ भने त्यतिमा तपाईँ धन्यवादी हुनुहोस् र प्रभुको काममा निस्किनुहोस् आमेन हालेलुया प्रभुको सेवामा निस्किनुहोस् पास्टरले दिएछ नि यति उति दिएछ यो आशामा पनि ननिस्किनुहोस् र परमेश्वरको आत्माले तपाईलाई रहस्यको कुरा प्रकट हुन्छ जब पवित्र आत्मा तर वरदान दिनु भएपछि उहाँले कुनै पनि कुरा तपाईलाई बाँकी राख्नुहुन्न हालेलुया यसैकारणले यो लाइनका भाइहरू यहाँ भएका दाजुहरू यहाँ भएका दाजुभाइहरू यहाँ भएका सबैजना चाहिँ पवित्र आत्माले भरिनु आवश्यक छ हालेलुया तपाईको छिमेकीलाई भन्नुहोस् पवित्र आत्मा तपाईको लागि हो पवित्र आत्माको वरदान तपाईको लागि हो थाहा छ तपाईलाई जब म छोराको लागि जब म उठ्छु अनि प्रार्थना गर्छु उसको हातमा शिरमा हात राखेर म यही प्रार्थना गर्छु परमेश्वर पिता म भन्दा डबल अभिषेक म भन्दा डबल वरदानहरू डबल प्रभु हरेक कुरा डबल तपाईको वरदानले यो छोरालाई भर्नुहोस् म यो पनि प्रार्थना गर्छु त्यो सबै पहिलो कोरिन्थी 12 अध्यायमा लेखेको सबै प्रभु तपाईको त्यो दान र वरदानले चाहिँ मेरो छोरालाई भरिकन तपाईको ठुलो सेवा गर्ने छोरा बनाउनुहोस् भनेर चाहिँ म प्रार्थना गर्छु हालेलुया भन्नुहोस् न पवित्र आत्माको वरदान मेरो आउने छोराछोरीहरूको लागि हो आमेन आउने तपाईको छोराछोरीको लागि हो हालेलुया साँच्चै भनेको विवाह नगर्नेहरूले पनि अहिलेदेखि घोषणा गर्नुहोस् आमेन हालेलुया जे तपाईँ बोल्नुहुन्छ त्यो तपाईँको लागि हुन्छ हामीले बाइबलमा पढेको छौँ हैन जीवन र मृत्युको शक्ति हाम्रो जिब्रोमा छ यसमा तपाईँ बोल्नुहोस् पवित्र आत्माको वरदान मेरो लागि हो म पवित्र आत्माको वरदानले भरिएको छु उहाँको सेवा गर्नको लागि उहाँको पवित्र आत्माको वरदान मेरो छोराछोरीको लागि हो उहाँको सेवा गर्नको लागि हालेलुया पवित्र आत्माको वरदान हो तपाईलाई साँच्चै संसारमा ज्योति भएर मानिसहरूको अन्धकारदेखि छुटाउनको लागि पवित्र वरदान हो आमेन जसले यो वरदानलाई इन्कार गर्छ तिनीहरूसँग टाढै बस्नुहोस् हालेलुया तिम्रो पछन् वरदानको बारेमा तर विश्वास गर्दैनन् विश्वास नगर्नेहरूसँग विश्वासीको के सरोकार हैन त बाइबल त भन्छ नि विश्वास र अविश्वासको के सरोकार टाढा हुनुहोस् छुट्नुहोस् भाग्नुहोस् त्यहाँबाट जसले पवित्र आत्माको वरदानहरूलाई इन्कार गर्छ तुच्छ ठान्छ र इन्कार गर्छ र तपाईलाई त्यसबाट टाढा राख्छ म भन्छु पवित्र आत्माको वरदान तपाईको लागि तपाईको परिवारको लागि तपाईको आउने भावी पुस्ताहरूको लागि परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टमा पवित्र आत्माबाट त्यो वरदान पठाइसक्नु भएको छ भन्नुहोस् त्यो वरदान मेरो लागि हो म रिसिभ गर्छु म रिसिभ गर्छु म रिसिभ गर्छु येशूको नाममा आमेन हालेलुया अब तपाईँ कोही पनि पवित्र आत्माको बिना तपाईँ जीवन जिउनु हुँदैन तपाईँ कोही पनि पवित्र आत्मा बिना तपाईँ यहाँदेखि फर्किनु हुँदैन जब तपाईँ आउनुहुन्छ आत्माले भरिनुपर्छ जब तपाईँ घरमा बस्नुहुन्छ पवित्र आत्माले भरिनुपर्छ जब तपाईँ काममा जानुहुन्छ पवित्र आत्माले भरि जानुहोस् तपाईँ जब बाटो हुनुहुन्छ पवित्र आत्माले भरिरहनुहोस् इभन बाथरुममा पनि तपाईँ जब बस्नुहुन्छ रिखा खा खा रबसे भन्दै प्रार्थना पवित्र भरिनुहोस् हालेलुया तपाईँ जहाँ जानुहोस् त्यहाँ पवित्र आत्माको वरदानलाई प्रयोग गर्नुहोस् हालेलुया किनभने शैतान बाथरुममा पनि लुकेको हुन्छ शैतान कहाँ लुकेको हुन्छ भने बाथरुममा पनि है ढोकामा हामी पढ्छौँ बाइबल छ ढोकामा गयो बाथरुम ढोकामा गएर चाहिँ कतिले आउँछ भनेर कुरिरहेको हुन्छ त्यसैले हामीले बाथरुममा पनि पवित्र आत्माको वरदानलाई चलाइराख्नुपर्छ आमेन हालेलुया यसै कारणले यदि पवित्र आत्मा तपाईँले भन्नु भएको छैन भने अब तपाईँले प्रार्थना गर्नुपर्छ पवित्र आत्मामा आउनुहोस् आमेन एउटा गीत छ नि पवित्र आत्मा मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्माले मात्र हामीलाई के गर्नुहुन्छ अरे उहाँको नजिकतामा लिएर जाने काम गर्नुहुन्छ मानिसको आत्मा त मरेको आत्मा हो त मानिसको आत्मा त पापले भरेको आत्मा हो मानिसको आत्मा त साँच्चै भनेको परमेश्वरको विरुद्धमा खडा भएको आत्मा हो यसै कारणले अब हाम्रो आत्मा मरेको आत्मालाई जीवित पार्नुपर्छ येशूको रगतले र पवित्र आत्माको छापले भरेर पवित्र आत्माले भरेर मात्र हामी परमेश्वर कहाँ जान हामी योग्य बन्छौँ पवित्र आत्माले मात्र हामीलाई उहाँको नजिकतामा लिएर जाने काम गर्छ हालेलुया हेर्नुहोस् न पवित्र आत्माले हामीमा उहाँको फलहरू फलाउने काम गर्नुहुन्छ आमेन एकजना प्रभुको दासले प्रचार गर्दै गर्दाखेरि मैले सुन्दै थिएँ अनि मलाई हाँस पनि उठ्यो क्या पवित्र आत्माको वरदानले त भयो तर फल खै है अन्य भाषा बोल्छ ए खाखा लाबो शाखा लाबो भन्छ कसले आएर खुट्टा किजिदिन्छ कसले छ यस्तो हैन पुरा झर्केर भन्छ खुट्टा आँखा दिनुहोस् अनि कस्तो हैन अन्य भाषा प्रार्थना चाहिँ फेरि तिमीमा चाहिँ अरे भाषा खाखा लाबो कसको रहेछ कसको आँखा थियो खुट्टा आँखा दिनुहोस् भनेर गाली गर्छ फेरि अन्य भाषा प्रार्थना वरदानले मात्र हामीलाई हुँदैन हामीमा पवित्र आत्माको फल पनि चाहिन्छ यसैकारणले पवित्र आत्माको वरदान पनि हामीलाई चाहिन्छ भने अब पवित्र आत्माको फलले पनि हामी भरिएको हुनुपर्छ आमेन अनि मात्र मान्छे पवित्र आत्माले भरिएको भने कसरी चिन्ने उसको फलबाट एउटा हो वरदानबाट एउटा हो फलबाट हालेलुया आमेन अनि पवित्र आत्माले भरिएको मानिसले चाहिँ जसले पनि पवित्र आत्माको फलहरू के हुन् गलातीको पुस्तकमा हामी पाउँछौँ है सबैजनाले पढ्नुहोस् त मजा आउँछ अब कति मैले पत्र पढेको छैन किनभने मैले समयलाई हेरिरहेको छु गलातीको पत्र 5 अध्यायको 22 अनि 23 मा लेखेको छ है यहाँ यसरी लेखेको छ तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भला विश्वासता त्यसपछि नम्रता संयम हुन् यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन हालेलुया यसै कारणले अब त मण्डली पवित्र आत्माको वरदानले त भरिनुपर्छ तर पवित्र आत्माको दान र वरदान सँगसँगै उहाँको फलहरूले पनि हामी भरिनुपर्छ आमेन हालेलुया अरू कुरा भन्छु पवित्र आत्माले भरेको मान्छेमा त यो फलहरू अटोमेटिकली के हुन्छ फुटेर आउँछ
हालेलुया। किनभने पवित्र आत्मा आफै प्रेम हुनुहुन्छ, पवित्र आत्मा आफै आनन्दको स्रोत हुनुहुन्छ, पवित्र आत्मा आफै शान्तिको मूल हुनुहुन्छ, पवित्र आत्मा आफै धैर्यको आत्मा हुनुहुन्छ, पवित्र आत्मामा हुने मान्छे दयालु नै हुन्छ, पवित्र आत्मा आफै परमेश्वर भलाइका हुनुहुन्छ, उहाँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ, उहाँ नम्र प्रभु हुनुहुन्छ, उहाँ संयमका आत्मा हुनुहुन्छ। अब पवित्र आत्माले भरेको मान्छे पनि के हुन्छ? यो फलहरूले भरिएको हुन्छ। आमेन। त्यसै कारणले तपाईँ परमेश्वरको आत्माले पनि के हुनुपर्छ? फलहरूले भरिएको विश्वास हुनुपर्छ। आमेन। एउटा कुरा तपाईँलाई म बार बार बताउँछु है, याद छ? दुईटा कुरा हामी गऱ्यौँ भने चाहिँ स्वर्ग जाँदैनौँ। एउटा हो पवित्र आत्माको निन्दा, दोस्रो हो हजुर अर्को के भन्नुभयो? बनाउनु है। हजुर चाहिँ बाहना त हामीले बनाउनु हुँदैन। पवित्र आत्माले भरेको मान्छे बाहना बनाउँदै हिँड्दैन। ऊ त अलरेडी आएर चौर सफा गर्छ, टोइलेट सफा गर्छ, पानी भर्ने काम गर्छ, विश्वासीको सेवा गर्ने काम गर्छ है। तर पवित्र आत्मा नभरेको मान्छे चाहिँ दुनियाँ बाहना बनाउँछ, यो भएन त्यो भएन, गन गर्ने गर्नुहुन्छ। त यो कुरा चाहिँ यो यस्तो मान्छे स्वर्गमा जानु पाउँदैन। किनभने बाइबलले भन्दछ तिनीहरूले माफी नै मागेको थियो तर माफीको समय पाएको छैन है। त्यहाँ भन्छ मालिकले अब मेरो भोजबाट तिनीहरूलाई निम्तालाई म चाख्नु पनि दिने छैन भनेको छ। तर अर्को म विषयमा जान्छु, पवित्र आत्मालाई चाहिँ मान्छु भन्छ, तर पवित्र आत्माको वरदानहरूलाई, पवित्र आत्माको रहस्य कुरा प्रकटीकरणहरूलाई, पवित्र आत्माको कार्यहरूलाई चाहिँ विरोध गर्छ भने त्यो चाहिँ पवित्र आत्मालाई सरासर निन्दा गरेको हुन्छ। यसैले पवित्र आत्मालाई निन्दा गर्नु, पवित्र आत्मालाई तुच्छ ठान्नु भनेको चाहिँ उसले क्षमा नहुने त्यो पाप हो। यसै कारणले तपाईँहरू मैले पवित्र आत्माको वरदानहरूलाई, पवित्र आत्माको कार्यहरूलाई इन्कार गर्ने मण्डलीसँग पनि हामी जोगिनुपर्छ। हामी के गर्नुपर्छ? जोगिनुपर्छ। किनभने पवित्र आत्मा थाहै नपाइ हामीले इन्कार गरिरहेको हुन्छौँ। हामीलाई लाग्छ हो बच्चा त ठिकै भनेको रहेछ त, हो उहाँले भनेको ठिकै त हो। तर थाहा छ पवित्र आत्माको वरदानहरूमा धेरै उहाँको कामहरू छ। म भन्छ तपाईँको खाने बस्ने उठ्ने हरेक कुरा पवित्र आत्मामा निर्भर हुनुपर्छ। तपाईँको उठाइ बसाइ हिँडाइ हरेक कुरा पवित्र आत्मामा निर्भर हुनुपर्छ। आमेन। पवित्र आत्मामा तपाईँ कहिले पनि परमेश्वर चिन्न पनि पाउनुहुन्न, बुझ्नु पनि पाउनुहुन्न। मैले अघि भने परमेश्वरको आत्मालाई बुझ्नलाई, परमेश्वरको बुद्धिलाई, परमेश्वरको समझलाई, परमेश्वरको आइडियालाई, परमेश्वरको योजनालाई, परमेश्वरको दर्शनलाई यदि हामीले जान्नु छ भने चाहिँ हामीलाई परमेश्वरको आत्माको भरपुरी चाहिन्छ। अनि त्यो आत्माको भरपुरीताको लागि आज तपाईँ मैले पवित्र आत्मा हामीलाई प्रतिज्ञा गरेको छ, त्यो हाम्रो लागि हो। आमेन। पवित्र आत्मा चाहिन्छ। यसै कारणले पवित्र आत्मालाई इन्कार गर्नेहरूले ठुला कुरा गर्दै गरे पनि तर सानो कुरामा इन्कार भयो यदि तुच्छ ठानेछ भने त्यो पनि पवित्र आत्मालाई गिला गरेको, पवित्र आत्मा इन्कार गरेको ठाउँ हुन्छ। यसै कारणले हामीले त्यस्तादेखि हामी टाढै बस्नुपर्छ। निस्किनुहोस्, भाग्नुहोस् त्यहाँबाट। र पवित्र आत्मालाई जहाँ आदर हुन्छ, जहाँ पवित्र आत्माको कार्यलाई निरन्तर भइरहेको छ, जहाँ पवित्र आत्माको कामलाई हामी देखिरहेका छौँ, त्यो मण्डलीमा हामी जानुपर्छ। आमेन। हालेलुया। पवित्र आत्मा के हिजो मात्रै काम गर्ने, आज चाहिँ नगर्ने हो र? पुरानो नियममा पवित्र आत्माले काम गर्ने, नयाँ नियममा चाहिँ नगर्ने, त्यस्तो हुन्छ र? पवित्र आत्मा स्वयं परमेश्वर हुनुहुन्छ। उहाँ आफै बाइबलमा पढ्यो भने आदिमा वचन परमेश्वर परमेश्वरको आत्मा पानीमाथि हिँड्नु भन्छ, परमेश्वरको आत्मा त्यहाँ पनि पाउँछौँ। हेर्नुहोस् है त, परमेश्वरको आत्मा भन्छ हामी। हालेलुया। परमेश्वरको आत्मा यो भन्नुहुन्छ भनेर वचन उत्पन्नमा छ। पछि म त यो भन्छु तपाईँलाई, पवित्र आत्माले हिजो पनि अनि आज पनि भोलि पनि त्यही काम गर्नुहुन्छ। हालेलुया। यसैले पवित्र आत्माको काम कहिले पनि हामीले बाँधेर हामीले रोकेर हुँदैन। पवित्र आत्माले काम गर्नुहुन्छ। हालेलुया। पवित्र आत्माको कामलाई हामीले स्वीकार गर्नुपर्छ र हामीले पवित्र कामलाई हामीले आफै तयार हुनुपर्छ। आमेन। कुरा बुझ्नुहुन्छ? आज इन्टरनेसनल पेन्टिकोस्ट है को दिन भएकोले गर्दा म तपाईँलाई पवित्र आत्मा किन चाहिन्छ भन्ने कुरा बताइरहेको छु। पवित्र आत्मा किन चाहिन्छ अथवा पवित्र आत्माले भरिएको जीवनमा के हुन्छ भने पवित्र आत्माले चाहिँ हामीलाई अनन्त जीवन दिने काम गर्नुहुन्छ। हालेलुया। रोमी 8:11-14 लेखिएको छ। यहाँ यसरी लेखेको छ, तर यदि यसुलाई मरेकाबाट जीवित पार्नु हुनेका आत्मा तिमीहरूमा वास गर्नुहुन्छ भने ख्रीष्ट यसुलाई मरेकाबाट जीवित पार्नु हुनेले नै तिमीहरूमा वास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूका मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। आमेन। यसले त भाइयो पापमय स्वभाव अनुसार जिउनलाई हामी पापमय स्वभावप्रति बाध्य छैनौँ, किनकि पापमय स्वभाव अनुसार जिउँछौ भने तिमीहरू मर्छौ, तर यदि पवित्र आत्माद्वारा शरीरका कार्यहरू तिमीहरूले निर्मूल पार्यौ भने तिमीहरू जिउनेछौ। अब हेर्नुहोस् त 14 किनभने सबै जो परमेश्वरका आत्माले डराएका हुन्छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। आमेन। हालेलुया। परमेश्वरले के भन्दैछ भने प्रभुको वचनले हामीले यो कुरा सिकाउँदैछ कि जुन आत्माद्वारा ख्रीष्ट मरेकाबाट जीवित पार्नु भयो, हेर्नुहोस् त, भनेपछि ख्रीष्ट शारीरिकमा मरे तापनि ख्रीष्टलाई फेरि पनि जीवित पार्नु हुने चाहिँ पवित्र आत्मा हुँदो रहेछ। हालेलुया। ख्रीष्ट मरेकाबाट जीवित पार्नु हुनेको आत्मा यहाँ बाइबलले भन्छ यदि तिमीहरूमा वास गर्छ भने त्यही आत्माले जसरी ख्रीष्टलाई जीवित पार्नु भयो त्यसरी नै तिमीलाई पनि त्यही आत्माले के गर्नुहुन्छ अरे? जीवन दिनुहुन्छ। हालेलुया। भन्नुहोस् त मसँग है, जुन आत्माले ख्रीष्ट येशूलाई मरेकाबाट जीवित पार्नु भयो त्यही आत्माले मलाई पनि जीवित पार्नुहुन्छ र जीवन दिनुहुन्छ। आमेन। हेर्नुहोस् मैले के भने पवित्र आत्मा आज हामीलाई किन चाहिन्छ? किनभने पवित्र आत्माले हामीलाई जीवन दिनुहुन्छ। हालेलुया। किनभने पवित्र आत्माको कार्य हेर्नुहोस् न, येशूलाई मृत्युबाट जीवित पार्नु हुनेको आत्मा हुँदो रहेछ। उहाँको कार्य कति अद्भुत, कति भयानक, कस्तो शक्तिशाली, मृत्युलाई हराएर येशू ख्रीष्टलाई फेरि पनि जीवित खडा गर्नुभएको छ।
हालेलुया। बाइबल त्यही भन्छ, त्यही आत्माद्वारा ख्रीष्ट जीवित हुनुभएको छ भने त्यही आत्मा अब तपाईँ मेरो लागि पठाइदिनु भएको छ। हालेलुया। त्यो आत्मा तपाईँको लागि हो, तपाईँको लागि हो, त्यो आत्मा तपाईँको लागि हो। हालेलुया। त्यो आत्मा यतिकै पठाएको होइन जाऊ भाँडाकुटी खेल्नको लागि होइन, त्यो आत्मा चाहिँ उहाँको रहस्य कुरालाई प्रकट गरेर संसारलाई बताइदिनुको लागि हो। त्यो आत्मा चाहिँ हामीलाई पठाइदिनु भएको छ है, रहस्य कुराहरू प्रकाशमा ल्याएर है संसारलाई बताइदिने मात्र होइन, र अब उहाँले हामीलाई शक्ति दिएर सुनाउने काममा अगाडि बढाउने, उहाँले आफ्नो आत्माद्वारा हामीलाई सबै क्षेत्रमा दोहोऱ्याउने काम गर्नुहुन्छ। उहाँले हामीलाई वरदानहरूद्वारा रोगी बिरामी निको पार्ने, अचम्मको काम गर्ने, अन्य भाषाहरूद्वारा बोल्ने, अगमबानीहरू बोल्ने है, भूतहरू धपाउने है, त्यो वरदानहरूले हामीलाई उहाँको सेवा गर्नको लागि उहाँले दिनुहुन्छ। उहाँले मानिसहरूको बिचमा प्रेम, आनन्द, शान्ति, विश्वसनीयता, नम्र भएर संयमी भएर सेवा गर्ने त्यो पवित्र फलहरूले हामीलाई भरिदिनुलाई पवित्र पठाउनु भएको छ। पवित्र आत्माले हामीलाई अनन्त जीवन दिनुभएको छ। आमेन। हालेलुया। यसै कारणले मैले अघि भने नि, यदि तपाईँ पवित्र आत्माले भरिनु भएको छैन भने तपाईँ अधुरो क्रिस्चियन जीवन हुनुहुन्छ, अधुरो। तपाईँ चर्चमा त आउनु भएको छ, प्रेज गॉड, हालेलुया। परमेश्वरको आत्मा पर्खिरहेको छ तपाईँलाई कि कहिले यो मेरो छोरी, यो मेरो छोरा मलाई स्वीकार गर्छ, मलाई आफ्नो हृदयमा स्वीकार गर्छ है, कहिले मेरो छोरा मेरो छोरीले मलाई भित्र हृदयमा राख्ने काम गर्छ, कहिले उसले मलाई है बोलाउँछ। पवित्र आत्मा चाहनुहुन्छ हामी हरेकको जीवनमा काम गर्नको लागि। हालेलुया। हालेलुया। पवित्र आत्मा बिनाको जीवन त म सोच्न पनि सक्दिनँ साँचो क्रिस्चियन जीवन। पवित्र आत्मा बिना हामी कहिले पनि परमेश्वरको धार्मिकतालाई हामी बुझ्न सक्दैनौँ। पवित्र आत्मा बिना हामी उहाँको वचनको प्रकाश पनि हामी बुझ्न सक्दैनौँ। पवित्र आत्मा बिना हामी कहिले पनि रोगी बिरामी दुष्ट आत्मालाई खेदाउन निको पार्न सक्दैनौँ। पवित्र आत्मा बिना कहिले पनि हामी प्रेम, अरूलाई दया भलाइ गर्न हामी सक्दैनौँ है। पवित्र आत्मा हामीलाई चाहिन्छ। आमेन। हालेलुया। आउनुहोस् हामी आफूमा खडा हुनेछौँ।